जनताले चाहिँ अझै राम्ररी सेवा सुविधा पाओस्, सरिसोपाले सेवा सुविधा पाओस् भनेर तपाईँले यस्तो ट्रेनिङ दिएको हुन्छ। जनतालाई बुझ्नुको लागि चाहिँ जनताको चाहिँ एकदमै एक्सट्रिम फर्म हुन्छ है। जनता भन्ने बित्तिकै म चाहिँ त्यसरी बुझ्छु। जनता आज सोमबार दिन महादेव भनेर बोल्दा पनि हुन्छ। एकदमै सुन्दर सुन्दर पक्ष पनि जनताको हुन्छ। तपाईँले यताउति पढ्दा बचाउने भनेको पनि यही जनता हो। तर जनताले एकदम उग्र रूपले हो भने जस्तो अब जेनजेन आन्दोलन 10 वर्ष जनयुद्धको कुरा गर्छ, यो जनता भनेको के छ भने यसले गएर उग्र हो। जसरी महादेवको एउटा एक्सट्रिम फर्म र एउटा एकदमै ब्युटिफुल फर्म हुन्छ। यो दुईटै फर्म चाहिँ मैले जनताको देखेको छु, यो भोगेको छु। यो हिमालयन पुत्री पार्वतीलाई लिन जाँदाखेरि त्यो पार्वतीको आमाको कन्सेप्ट के हुन्छ भने महादेव भनेको चाहिँ यस्तो डरलाग्दो मान्छे हो, यो भनेको चाहिँ यस्तो थर्ड यस्तो खतरा मान्छे हो, यो हेर्ने बित्तिकै कुरूप भूतहरूको पनि यो एक्सट्रिम भूत हो भन्ने यसको कन्सेप्ट हुन्छ कि। अनि सुरुमा महादेव पार्वतीलाई लिन जाँदाखेरि उसको मतलब भूत प्रेत, महादेव भनेको फेरि यो भूत प्रेतको पनि देवता हो, उसले महादेवलाई भयङ्कर डरलाग्दो देखेको हुन्छ क्या। अनि त्यो देखेर त बेहोसै हुन्छ। तर एकछिनपछि तपाईँले त्यही महादेवलाई चाहिँ राम्रो दृष्टिबाट हेर्नुहोस् त भन्दाखेरि महादेवलाई एकदमै ह्यान्डसम देखेछ क्या। त्यो महादेवको ह्यान्डसम फेरि के भन्छ त तपाईँले ठ्याक्कै बिर्साए यो 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 के अरे ठ्याक्कै त्यही नै रूप हो यो महादेवको। के अरे यो जनतालाई तपाईँले यो जनता चाहिँ एकदम राम्रो छ, हेल्पिङ नेचर खालको छ भनेपछि ठ्याक्कै त्यही खालको इमेज आउँछ, तपाईँले त्यही खालको सपोर्ट पाउनुहुन्छ। यहाँको जनता भनेको नबुझ्ने